Ladies and gentlemen, welcome to this brand new vlog. Title र thumbnail हेरेर थाहा पाइहाल्नु भयो होला आजको vlog के विषयमा रहेको छ। एडन मार्क्रम, जोस बटलर, टिम साइफर्ट लगायतका एकदम ब्लकबस्टर प्लेयरहरू भएको क्रिकेट गेम हेर्न चाहिँ आज म जाँदैछु र गेम हो द 100 नेपाल प्रिमियर लिग भयो जस्तै इंग्ल्यान्डको क्रिकेट बोर्डले आयोजना गर्ने द 100 हेर्नको लागि दी आइकनिक क्रिकेट ग्राउन्ड द लर्ड्स मा चाहिँ म गेम हेर्न जाँदैछु। घरबाट निस्के अलिकति ट्राभल गर्नुपर्ने छ स्टेडियमसम्म पुग्नको लागि। म चाहिँ लर्ड्स स्टेडियमबाट एकदमै नजिकै छु। सेन्ट जोन्सवुड भनिन्छ यसलाई चाहिँ। रिपोर्टेडली विराट कोहली लिभ्स इन दिस एरिया। यो एरिया चाहिँ एकदमै क्वाइट छ कि एभ्री टाइम म यहाँ आउँदाखेरि पनि आई लाइक इट इट्स भेरी नाइस। नो वन्डर वाइ ही लिभ्स हियर। सराउन्डिङ एरियाहरू एभ्रिथिङ हुन्छ नि प्रपर रेजिडेन्सियल एरिया टाइप रहेको छ। यताबाट अलि अगाडि गइसकेपछि चाहिँ लर्ड्सको स्टेडियम आउँछ। राइट गाइज, ठ्याक्क अहिले चाहिँ म लर्ड्सको अगाडि आइपुगेँ। तपाईँलाई पछाडि फर्केर देखाउँछु। लर्ड्स स्टेडियम रहेको छ। यहाँनिर इन्ट्रान्स यताबाट रहेको छ। यहाँनिर त वेलिङटन हस्पिटल साउथ रहेको छ। म कोही बेला वरिपरि साइक्लिङ गर्न आइरहेको हुन्छु। एकदमै रमाइलो खालको रहेको छ क्या। टिकट रेडी गरौँ यहाँनिर। Thank you. In your own time, please, fellas. You are back for a break. Back for a break over here, please. Thank you. Hello, mate. Hey, the mic. Mike is here. Oh, that's You lost. had the card. Okay, thank you. Thank you. राइट, ब्याग पनि चेक गराइयो। अब सिरियो पनि यहाँनिर यो मेरो पछाडि जुन रहेको छ यो चाहिँ प्र्याक्टिस ग्राउन्ड हो। यो मेरो आई थिङ्क थर्ड टाइम हो लर्ड्समा आउँदाखेरि। जति बेला आउँदाखेरि पनि आई फिल सो गुड। मैले लास्ट टाइम आउँदाखेरि चाहिँ यहाँनिर प्लेयर्सहरू प्र्याक्टिस गरिरहेको थिएँ, तर आज चाहिँ आई डोन्ट नो किनकि लेडिजको गेम अलरेडी भइरहेको छ नि त इनसाइड। एन्ड दिस इज द आइकनिक लर्ड्स। वेलकम टु लर्ड्स फिज टुडे। र आजको गेम चाहिँ कसको बिचमा भन्दाखेरि लन्डन स्पिरिट भर्सेस म्यान्चेस्टर सुपर जायन्ट। अहिले त अब द 100 को टिमहरू पनि आइपिएलको ओनरहरूले किनेर अलिकति डिफ्रेन्ट स्टाइलको बनाएको छ। होपफुली आजको गेम बबल हुनेवाला छ। म एकचोटि प्लेयरहरू हेरिहाल्छु। मैले तपाईँलाई एक दुईजनाको नाम त अगाडि भनेको थिएँ। अरू टन्ने प्लेयरहरू छन् क्या आजको लागि हेर्नको लागि। लन्डन स्पिरिटमा को छन् भन्दा मेन्समा जोनी बेरिस्टो, डेवल ब्रेभिस, लायम लिभिङस्टन, जेमी ओभरटन, एडम जम्पा। त्यस्तै थ्याङ्क यू। त्यस्तै अर्को म्यान्चेस्टरको टिमहरू एकचोटि नुर अहमद अफगानी प्लेयर, त्यसपछि जोस बटलर, टम हटली, हेनरिच क्लासन, एडन मार्क्रम, टम मुर्स, जोस्टोङ, टिम साइफर्ट। एकदमै स्टार खेलाडीहरू रहेको गेम रहेको छ। यो चाहिँ ग्राउन्ड हो। यहाँनिर क्रम्पटन बार रहेको छ। एज अ सेड लेडिजको गेम चाहिँ अलरेडी चलिरहेको छ। अब लेडिजको गेम त खासै अब के हेर्नु भित्र गएर जस्तो लाग्छ। म लास्ट टाइम त हेरेको थिएँ, तर त्योभन्दा रमाइलो चाहिँ मलाई यो स्टेडियमको वरिपरि घुम्नलाई लाग्छ क्या। यहाँ सबै स्ट्रिट फुडहरू यो आइसकेपछि इन्भाइरोमेन्ट नै दामी हुन्छ क्या होइन। मलाई बवाल लाग्छ। यो सबै लर्ड्सको अफिसियल सप यता पछाडि रहेको छ। बल कति हो? पैसा त लेखेको छैन खै कता हो। 18 पाउन्ड लेखेर रहेछ त्यहाँनिर। 18 पाउन्डको बलहरू अहिले सबै लन्डन स्पिरिट्सको राखेको छ। महँगो त वाइल्डमै महँगो हुन्छ नि। यहाँ फुडहरूको सेक्सन भयो। यो भनेको चाहिँ प्लेयरहरूको इन्ट्रान्स हो। लास्ट टाइम त म यहाँ उभिएर प्लेयरहरू यताको बाटोमा गएको हेरेको थिएँ। त्यहाँबाट ट्रेनिङ गरेर आजको त अब सिन कस्तो हुन्छ हेरौँ। यहाँ एकजना फोटोग्राफर त बसिरहेको छ। मेबी प्लेयर्स आर कमिङ छन् कतै मैले नदेखेँ अघि।
So त्यही वरिपरि हुनसक्छ नि त्यसमा मैले नदेखेको भयो कि Hi there. Do I have to pay for it? No, no. Thank you. एउटा ब्यान लियो युकेको हरेक स्टेडियममा जाँदाखेरि म्याच डेमा यस्तो दामी भाइब्स हुन्छ नि नेपालमा ल्याग भइरहेको यो हो के जुन त्यो भाइब्स हुन्छ नि गेम डेमा मेरो सिट त अन्त्य हो यहाँ होइन तर पनि सोचिरहेको छु एकचोटि भित्र हेरेर चाहिँ आउँ कि यहाँ एउटा सट्ट छिर्ने त्यहाँ हेर्ने मात्रै अनि फर्किने कि एकचोटि त्यसै गरौँ होला यहीँबाट जान्छु मेरो इन्ट्रेन्स चाहिँ होइन तर एकचोटि अब आइहालिएको छ होइन एकछिन कुर्नुभन्दा पहिला एकचोटि सट्ट भित्रको इन्भाइरोमेन्ट हेरौँ न कस्तो छ फेरि फर्किन्छ उल्टो पो छ त हौ 58 रन होइन के हो 58 रन 62 बल 6 विकेट के हो कत्रो खेलिरहेको छ त आई थिङ्क मेरो सिट त्यता कतै भयो जस्तो लागेको छ मैले हेरेको पनि छैन अर्को बाउन्ड्री अनि यो जुन मेरो पछाडि रहेको छ त्यो चाहिँ अब आइकनिक त्यो प्लेयरहरू क्याप्टेनहरू त्यो स्पेसल्ली अब टेस्ट गेम हुँदाखेरि आएर बस्ने त्यो पुरानो उतापट्टिको मिडिया बक्सभन्दा अपोजिट साइडको हो अब के गरौँ भन्दा के खानुको व्यवस्था मिलाउनुपर्छ खानाको लागि त्यसपछि ओपनिङ एउटा ऱ्यापरको पर्फर्मेन्स पनि रहेको छ मेबी त्यो हेरिन्छ होला के खानाको व्यवस्था गरौँ अनि त्यसपछि फेरि भेट गरौँ है त मैले सपमा आएर हेर्दै थिएँ अनि त्यसपछि यहाँनिर सचिनको म्याग्नेट रहेछ कि 6 पाउन्डमा हाम्रो देशले यस्तो खेलाडी कहिले जन्मने होला है लर्ड्स जस्तो ग्राउन्डमा सचिनको यो पुरै सेक्सन म्याग्नेट मात्रै होइन पुरै सेक्सन सचिनकै रहेछ ब्याग पोस्ट कार्ड नोटबुक की रिङ इज अ बिग पिक्चर देयर आई वन्डर के हाम्रो देशले कहिले यस्तो प्लेयर जन्माएर यस्तो हुने होला होइन कहिले टेस्ट कन्ट्री बन्ने होला नेपाल जस्तो लाग्छ कि I think that's the rapper. Yeah, he's gonna perform. He's a rapper. त्यहाँनिर कोही प्लेयर आउलान् कि भनेर बसेको प्लेयरहरू चाहिँ अलरेडी सब भित्र ट्रेनिङ गरिरहेको छ नि त्योभन्दा बरु त राम्रो बरु भित्र आफ्नो गरेर सिटमा बस्यो भनेदेखि प्लेयरहरू ट्रेनिङ गरिरहेका छन् त्यो चाहिँ राम्रो होला सो अब चाहिँ म आफ्नो सिटतिर लाग्नु पऱ्यो यही ग्राउन्डमा 2-3 दिन अगाडि आई थिङ्क अबाउट विक अगो इङ्ल्यान्ड भर्सेस इन्डियाको गेम पनि भएको थियो विराट कोहलीले नट विराट कोहली सरी रोहित शर्माले सेन्चुरी हानेको थियो तर इन्डियाले त्यो गेममा हारेको थियो इङ्ल्यान्ड जितेको थियो सो नाउ लेट्स सी हाउ दिस गेम इज गोइङ टु बी अनि यो लर्ड्सको ग्राउन्ड भनेको चाहिँ लन्डन स्पिरिटको होम ग्राउन्ड हो र लन्डन स्पिरिटले चाहिँ टस जितेर चाहिँ पहिला बलिङ गर्ने निर्णय गरेको छ भनेदेखि म्यान्चेस्टर सुपर जायन्टले चाहिँ पहिला ब्याटिङ गर्नेछ स्क्वाड अनाउन्समेन्ट भइरहेको छ डेभल ब्रेभिस लगायतको अल द स्टार प्लेयर्स आर प्लेइङ पुरा फायर वर्क्स गरिरहेको छ त्यतातिर एडेन ब्याटिङको लागि एडेन मार्क्रम आइरहेको छ भनेदेखि क्याप्टेन पनि हो एडेन मार्क्रम अर्को सेकेन्डमा को आएको छ हेनरी क्लासन टिम साइफर्ट राइट एउटा रिभ्यू लिएको थियो विकेट मिसिङ लन्डन स्पिरिटको एउटा रिभ्यू सक्यो अब एडेन मार्क्रम जम्मा 1 रनमा आउट भयो नाउ गेस हु इज ब्याटिङ जोस दी बटलर आई थिङ्क मैले लास्ट टाइम आउँदाखेरि नि जोस बटलर देखेको के अरे इङ्ल्यान्डको गेममा पनि देखेको बट नाउ हि इज ब्याटिङ अलिकति म्यान्चेस्टर स्ट्रगल गरिरहेको छ 18 बलमा 16 रन 1 विकेट दिस इज हाउ इज गोइङ
Guess who is bowling now? Sandeep Lamichhaneको best friend, Adam Champa. यहीँ बोलाएको थियो अघि झन्डै चौका भएन अब एडम जम्पाले जोस बटलरलाई बलिङ गर्दैछ आयो huge 6 एडम जम्पाले खायो पापा bowled out from Adam Champa to Josh Butler. Guess who is batting now? Devil Davis, the baby ABD Villiers is batting and bowling ma cha Liam Dawson. लन्डन स्पिरिटले चाहिँ 54 बलमा 88 रन अझै बनाउनु पर्ने छ 3 विकेट गइसकेको छ डीएलएस को पारमा चाहिँ अलिकति ट्रेलिङ गरिरहेछ लन्डन स्पिरिट 51 मा 3 रहेको छ अहिले हुनुपर्ने 63 रहेको छ यदि पानी पर्यो भनेदेखि चाहिँ लन्डन स्पिरिट हार्छ अलिकति पानी पर्ने चान्स पनि देखिरहेको छु मैले लन्डन स्पिरिटलाई अब 7 बलमा 19 रनको आवश्यकता रहेको छ र क्याप्टेन लायम लिभिङस्टनले 36 बलमा 60 रन बनाएको छ अब चाहिँ 4 बलमा 11 रन बोल्ड आउट I'm sure म्यान्चेस्टरले जित्यो अब 2 बलमा 9 रन बाँकी छ दुईटा छक्का हाल्ला नि त कि एउटा छक्का एउटा चौका हाल्ला नि त जेमी ओभरटन he's a bowler isn't it let's see अब 1 बलमा 8 रन चाहिएको छ तर त्यो भन्दा अगाडि अब सबै मान्छेहरु निस्किनु भन्दा अगाडि चाहिँ निस्किहाल्नु पर्यो ट्रेन लिएर घर जानु पर्यो अब यति हेर्छौं भिडियो हेर्दिनु भएको थ्यांक यू सो मच इफ यु इन्जॉय द भिडियो लाइक गरिदिनु होला च्यानललाई सब्स्क्राइब पनि गर्न सक्नुहुनेछ र च्यानलमा रहेको अन्य भिडियोहरु पनि हेर्न सक्नुहुनेछ थ्यांक यू सो मच I'll see you in the next video take care